सानी फेरि आज पनि यहाँ आएर बसेको? तिमीले तिम्रो मम्मी आउने बाटो हेरेर केही काम छैन सानी। तपाईले मेरो बाबासँग विवाह नगरे हुँदैन? एक दिन मेरो मामुलाई दिदीले खोजेर लिएर आउनुहुन्छ। प्लिज मेरो मामुलाई आउन दिनु न। मेरो बाबासँग विवाह नगर्नु न। दिदी तपाईले मेरो बाबासँग विवाह गर्नुभयो भने मेरो मम्मी कहिले नि फर्केर आउनुहुन्न। त्यसैले मेरो बाबासँग विवाह नगर्नु न प्लिज। मैले तिम्रो बाबासँग विवाह गरेँ भने मैले तिम्रो मम्मीले जति नै माया गर्छु। तपाईले मलाई माया गर्न मेरो बाबासँग बिहे नै गर्नुपर्छ र? यतिकै पनि तपाईले मलाई माया गर्न सक्नुहुन्छ। प्लिज मेरी मामु आउने बाटो नछेक्नु। अब तिम्रो मम्मी यहाँ आए पनि घरमा पस्न मिल्दैन? किन मिल्दैन? त्यो मेरो घर हो, मेरो बाबाको घर हो, मेरो मामुको घर हो। मेरी मामुले आफ्नै घर पनि पस्न किन मिल्दैन? प्लिज मेरो मामुलाई आउन दिनु। मेरो मामु आउने बाटो नछिक्नु। सानी मैले तिम्रो मम्मी आउने बाटो छिक्न खोजेको हो। मैले त तिम्रो मम्मीले तिमीलाई र तिम्रो बाबालाई छोडेर गएपछि तिम्रो बाबासँग विवाह गर्न खोजेको हो। तिम्रो र तिम्रो बाबाको दुःख सुखको साथी बन्न खोजेको हो। अब तिमी तिम्रो मम्मीको आश नगर। अबदेखि मामु भनेकै मै हो, मलाई नै मामु भन। सक्दिनँ म तपाईलाई मामु भन्न। दिदी तपाईले मेरो बाबासँग विवाह गर्नुभयो भने मेरो मम्मी कहिले नि फर्केर आउनुहुन्न। प्लिज मेरी मामु आउने बाटो नछेक्नु।
छोरी, तिमीलाई तिम्रो मामुले भेट्न फेरि आउनुहुन्छ। नर नानी के बताऊँ, किन टोलाएर बसेको? फेरि बोल्दैन, के बताऊँ भन्नु? मामु त्यो खेमेसँग बिहे नगर्नु। पागल त भइनस् त, के नचाहिँदो कुरा गरेको? त्यो खेमेले बल्ल बल्ल यतिका दिनपछि बिहे गर्न मानेको छ, तैँले के तमासा देखाउन आँटिस्? मामु, मेरो माया भने पनि दुश्मनी भने पनि त्यो खेमेसँग हो। यसमा त बिचारी सानीको के दोष? सानी चाहदिन खेमेसँग कसैको विवाह होस्, त्यो घरमा बेहुली भनेर कोही पराई मान्छे भित्रोस्। सबै चाहेको कुरा पुग्दैन जिन्दगीमा। त्यसैले अब आफ्ना आमालाई बिर्सेर सानीले तँलाई आमा स्वीकार्नुपर्छ। न त सानीले मलाई आमा स्वीकार्छ, न त आफ्नो आमालाई जति माया नै गर्छ। म खेमेसँग विवाह गरेँ भने सधैँ सानीको लागि हिँडाको पात्रो बन्छु। त्यसैले म त्यो खेमेसँग विवाह गर्दिनँ मामु। जिन्दगीभरि विवाह नगरी बस्ने मन छ? त्यो बच्चाको पिरमा परेर आफ्नो भविष्य बिगार्ने काम नगर। बिहा गरेर गइसकेपछि सबै कुरा ठिक हुन्छ। सानीलाई अझै पनि आफ्नो आमा फर्केर आउनुहुन्छ भन्ने आश छ। भोलि रातिका फर्के पनि नफर्के पनि सानी एउटा आशा लिएर बाँचिरहन पाएकी छे। यदि मैले खेमेसँग विवाह गरेँ भने सानीको त्यो आश सधैँको लागि मर्नेछ। त्यसैले मैले त्यो सानीको आश मार्न चाहदिनँ मम्मी। म खेमेसँग विवाह गर्दिनँ। विनाशको बेलामा दिमाग पनि उल्टो घुम्छ रे। तेरो पनि चाला मैले त्यस्तै देख्दैछु। बोट रोपेपछि फल फल्ने हो, फल्नै फल्दैन भन्ने शङ्खामा बोटै नरोप्ने होइन। त्यसैले धेरै मनमा कुरा नखेला र बिहेको लागि तयार भएर बस। संसारमा केटा अरू पनि छन् मामु। त्यसैले म त्यो सानीको मन दुखाउन खेमेसँग विवाह गरेर जाँदिनँ। भाग्यमा भएको कुरा जसरी भएरै छुट्छ। सम्झिने त्यो खेमेसँग मेरो बिहे भाग्यमै रहेनछ। के हो मखमली, अनुहार त हँसिलो देख्दिन नि। के हुनु, हिजोसम्म छोरीले धुमधामले बिहे गर्नुपर्छ भन्थे, आज अचानक खेमेसँग बिहे गरिदिनुपर्छ। अनि म के हो र? किन, के भयो त्यसलाई? है त्यो सानीलाई त्यसको बाबाले बिहे गर्न लाग्दा मन परेको छैन। सानीलाई अझै पनि उसको आमा फर्केर आउँछ भन्ने आश छ, तर बाबाले विवाह गर्नुपर्छ भनेर मैले सम्झाइसकेको छु र म मालतीलाई पनि सम्झाउँछु। तिनी पिर नगर, बरु पण्डितजीलाई बोलाएर साइड हेर्नु पर्ने, भन कहिले बोलाउने? मालती नै नमानिकन कता साइड देखाउनु? पहिले मालती नै मान्नु पर्यो नि। हुन्छ, त्यसले पहिला म मालतीलाई सम्झाउँछु नि त। हस्, राम्रोसँगले सम्झाइदिनुहोस्। मानी भने मानी, मानिन भने जबरजस्ती भने बिहे गरिदिनुपर्छ। हुन्छ, ल म अहिले लाग्ने। सानी कहाँ जान लाग्यो कि? अलिकति चामल कुटाउन मिलमा जानु लाग्यो कि। म पनि तिमीसँगै जान्छु, हुन्छ? किन जानु पर्यो? हो, पर्दैन। सानी, तिमीलाई एउटा कुरा भन्नु छ। मलाई एउटा कुरा भन्न मिलमा जानुपर्छ र यहीँ भन्नु न। त्यसो भए यहाँ आऊ, यहीँ बसेर भन्छु। एउटा कुरा भन्न पनि बस्नु किन पर्यो? यहीँ भन्नु न। यहाँ सानी, तिमी त सँगै मेलमा जाऊँ भने नि नमान्ने, यहाँ एकछिन बसौँ भने नि नमान्ने। जाऊ, म पनि मेरो कुरा नसुनाउने। यहाँ सानी, कस्तो हो क्या? सुन, म तिम्रो बाबासँग विवाह नगर्ने।
साँच्चै साँच्चै मैले तिमीले भनेर तिम्रो माया लाएर विवाह नगर्ने भनेको। सानी नरौ, अब म तिम्रो बाबासँग विवाह कुरा कहिल्यै गर्दिनँ। किन जाउँ, म पनि तिमीसँगै मिल्न जान्छु। सुन्न, अस्मिताको बयफ्रेन्डले त छाडेछ नि। ए हो र? त्यसो भए त त्यसको बिहे हाम्रो मिलन दाइसँग गरिदिनु पर्छ कि क्या हो है? हो नि, फेरि मिलन दाइले राधिकालाई बाहेक अरूलाई बिहे गर्न मान्नु पनि त पर्यो नि। किन नि? अब राधिकालाई खोज्ने भनेर घरको काम लथलिङ्ग पारेर हिँडिराख्नु भएको छ अरे। होइन, त्यो दाइ पनि कति उल्लु के, अर्काको बुढीलाई पनि कति धेरै माया गरेको। त्यही त भने, बिचरा बुढा भइसके तरुणले पत्याउँदैनन् भनेर होला नि। बुढो नै भयो नि, ह्यान्डसम त लास्टै है दाइ त। के हो, तँलाई नि दाइ मनपर्छ के हो? छ्या, आफ्नै बुढा हुँदा हुँदा के हेर्नु दाइलाई? बुढा नै भए पनि अहिले साथमा छैनन् क्या अरे। होइन, तँलाई के भएको छ? नचाहिने कुरा नगरे। मैले त चाहिने कुरा गरेकी छु, विचार गर है, विचार गर। चुप काके। ए काके, सधैँ यसरी आफू मात्र कति दुःख गर्नुहुन्छ? त्यही त, अब त दाइलाई च्याप्प समातेर एउटा केटीसँग घाँटी जोडिदिनुहोस् के। अब पनि दाइको बिहे गरिदिनु भएन भने भोलि फेरि दाइको बिहे नै नहोला। बिहे नहोला मात्र होइन काकी, भोलि बिहे भएपछि नि स्वास्नी नै नअडेली राधिका जस्तै। होइन, हामीलाई भेटेस् त काकीको नबोल्ने व्रत नै सुरु हुन्छ के हो? खै त केही नि बोल्नुहुन्न। ए काकी, तपाईँलाई हामी यत्तिकै फतर बोले जस्तो लाग्यो होला। फतर बोले पनि नचाहिने चाहिँ बोलेका छैनौँ है, बेलायमा विचार गर्नु होला। जाऊ डारती, मुखै नखोल्ने काकीसँग के बोलिराख्नु परेर। जाउँ ल काकी, बिस्तारै जानुहोस्, हामी चाहिँ लाग्यौँ। अब पनि दाइको बिहे गरिदिनु भएन भने भोलि फेरि दाइको बिहे नै नहोला। बिहे नहोला मात्र होइन काकी, भोलि बिहे भएपछि नि स्वास्नी नअडेली राधिका जस्तै। ए काकी, तपाईँलाई हामी यत्तिकै फतर बोले जस्तो लाग्यो होला। फतर बोले पनि नचाहिने चाहिँ बोलेका छैनौँ है, बेलायमा विचार गर्नु होला। भोलि बिहे भएपछि नि स्वास्नी नअडेली राधिका जस्तै। साला त्यो खेमीले त हामीसँग दुश्मनी लियो हुँदा हुँदा आज मालतीले समेत दुश्मनी लिने। हामीसँगको दुश्मनी कतिको घातक हुन्छ त्यसलाई देखाउनु पर्छ। ठीक भनिस् मेरो दोष। फलाम काट्ने फलाम, हिरा काट्ने हिरा, दुश्मनीको बदला दुश्मनी। ठीक भनिस्। सीतालाई रावणले लङ्का पुर्याए जस्तै मालतीलाई पनि हामीले लङ्का देखाइदिनु पर्छ। आइ ओली हेर त्यहाँ। बाटोमा त चरो मुसो एउटा भुस्न पनि हिँडेको छैन। मैले तँलाई भुसुना हेर भनेको हो।
अनि हेर्दाखेरि म चाहिँ के भुस्न हेर्ने जस्तो देखिन्छु मुला हेर्दै राम्रोसँग आइयोले के गर्नु गुलाबको फुल भनेर टिपे पो चमेली पो परेछ ल ल जाऊ अहिले आउँछ हामी ल ल दाइ दाया बाया राम्रोसँग हेरेर आउनु होला फेरि अघिको जसरी झुकिनु होला नि ल ल जाऊ अहिले आउँछु आइएम सरी यार पछाडिबाट हेर्दाखेरि शिरदेवी अगाडिबाट हेर्दा फुलन देवी थुक्क अनुहार ल जाऊ यस्तो गलत कार्य गर्नुहुन्छ जिन्दगी पटक पटक पाइन्न राधिका बल्ल बल्ल पाएको यो जिन्दगी बाँच्नुपर्छ हिम्मतले बाँच्नुपर्छ समस्यासँग भाग्ने होइन लड्नुपर्छ दिदी मलाई मर्न दिनुस् मलाई बाँच्न मन छैन दिदी मर्नु समस्याको समाधान होइन राधिका तिमी मरेर तिम्रो त समस्या समाधान होला तर तिम्रो बच्चा बच्ची र तिम्रो लोग्नेको समस्या झन् बल्झिन्छ झन् बढ्छ हेर केटा आज त फेला परेन त्यसलाई भोलि त जसै भए पनि भेट्नुपर्छ ठीक पुकार र बामेसँग न्यु खोजेको नतिजा के हुन्छ भनेको त्यसले भोलि थाहा पाउँछ त्यस लास्टै कोला रहेछ यार केटा साउनी सुकुटी छैन सुकुटी त छैन आज सिधो अचार छ ल्याऊ त्यही अचार भए पनि ल्याऊ घाँटीबाट हुँदै गएन आज कडा रहेछ रक्सी होइन केटा हेर केटा हामी त अलिअलि गर्दा गर्दै गाउँभरि पो दुश्मनी भइएछ यार के गर्ने होला आफ्नै पैसा लिनु छ गाउँभरि दुश्मनी पैसा दिने काम पनि राम्रो होइन केटा खाऊ ये बोतल पल्टाएर आओ बामे खाने भाइ यो बोतल मगा न सामी रक्सी ल्याउनु त एक माना हेर बामे यो गाउँमा हामीलाई सबैसँग दुश्मनी भए पनि यता पैसा लिनु भयो नि उता पैसा लिनु भयो नि त्यो मालतीलाई चाहिँ भोलि छोड्नुहुन्न ए दाइ जे जस्तो भए पनि केटी मान्छेसँग दुश्मन लिने काम नगर्नु के राम्रो होइन केटी मान्छेसँग दुश्मन लिने काम किन लिने उसले हामीलाई छोडेको छ र उसले हामी छोड्नु खै के हो तपाईहरुको कुरा पनि त्यसले हामीसँग दुश्मनी उठाछ होइन बामे त्यसलाई भोलि जानेछ खा अहिले कडा छ अहिलेको चाहिँ नरम छ कि अलिकति हाल्न त चात बुझ्छ है
दैलो पोतिरहेको? बाबाको हात खुट्टा दुखिरहेको छ। खै छोटो देऊ त म पोतिदिन्छु। जाऊ तिमी हात देऊ। ओइ हेर्न आज पनि फेरि ती काकी पिरत्त भएर टोलाएर बसिराख्नु भएको छ। आज त नबोली जम्मै। त्यही त जति बोला पनि बोल्ने होइन क्या रे। त्यही त फेरि पनि आज काकीको मौन व्रत होला क्या रे। त्यही त मौन व्रत पनि बिना सधैँको के तोराउनु र। ल त काकी लागि मामी। नमस्कार दर्शकवृन्द, म कलाकार तारा केसी, पिरै पीर टेली श्रृङ्खला की पात्र लक्ष्मी। दर्शकवृन्द,
हामीले पिरै पिर नामक टेलिश्रृङ्खला पस्किसकेका छौँ हजुरहरू समक्ष। हजुरले असाध्यै माया गरिदिनु भएको छ, हामी हौसिएका छौँ हजुरहरूको मायाले। तर एउटा कुरा सुटुक्क भनौँ, हामी अलिकति लोभी पनि छौँ है। के को लोभी थाहा छ? हजुरहरूको मायाको। हामीलाई माया जति भए पनि पुग्दैन, त्यसकारण म फेरि पनि अनुरोध गर्छु हजुरहरूलाई थप मायाको लागि। हरेक मङ्गलबार साँझ 7:30 बजे धनेश्वर फिल्म्स युट्युब च्यानलद्वारा पिरै पिर टेलिश्रृङ्खला आइरहेको छ। जसले हेर्नु भएको छ हेरिरहनु भएको छ, जसले हेर्नु भएको छैन हेरिदिनु होला। हामीलाई थप हौसला दिनुहोला, थप माया दिनुहोला, मार्गदर्शन गर्नुहोला, सुझाव दिनुहोला। हजुरहरूको सुझाव अनुसार हामी कथालाई अगाडि बढाउनु। हस्।